हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ यो वर्षको लास्ट ब्राइडको बुकिङ गर्नुभएको थियो। सो ब्राइडले मलाई बिहान 3:15 बजेदेखि सुरु गर्ने भन्नुभएको थियो। सो म चाहिँ एक्लै स्कुटीबाट स्टुडियो जाँदैछु। हेर्न सक्नुहुन्छ तपाईँहरू, मैले हल्का बाटोको पनि क्लिप ल्याइहालेँ। बाटो एकदमै सुनसान थियो, के गर्नु, काममा जानु पर्यो। यो चाहिँ ब्यारेक एरियातिर हो। यहाँदेखि झिलिमिली सुरु भएको छ, हेर्न सक्नुहुन्छ। जताततै उज्यालो छ, तर म एक्लै जाँदैछु स्टुडियोतिर। म चाहिँ स्टुडियोतिर पुगिसकेर भित्र गइसकेपछि आफूलाई एकचोटि ऐनामा हेरेँ। यो हो मेरो स्टुडियो, मेरो ह्याप्पी प्लेस। हेर्न सक्नुहुन्छ अलि होरलो छ है गाइज। अब चाहिँ म चाहिँ आफूलाई हल्का फ्रेसअप गर्न गइरहेको छु। त्यसपछि मैले प्रडक्टहरू सबै रेडी पार्न लागेको। ब्राइड नआउँदासम्म के चाहिन्छ ब्राइडको लागि सबै रेडी गर्दैछु। एक्लै छु। अहिले पछि बहिनी आउँछन्, तपाईँ हेर्न सक्नुहुन्छ। मैले चाहिँ सबै चाहिने चिजहरू, चाहिने प्रडक्टहरू चाहिँ मैले रेडी गराउँदैछु। यो चाहिँ ब्राइडलाई लगाइदिने फ्लावर हो। त्यसपछि मैले हल्का तातो पानी बनाएर पिउँदैछु, वेटिङ गर्दैछु। बहिनीलाई पनि ब्राइडलाई पनि अझै आउनुभएको छैन। फाइनली बहिनी चाहिँ आयो निदैमा। उसलाई चाहिँ मैले जिस्काएको है गाइज। त्यसपछि पल्ल ब्राइडको एन्ट्री भयो। अनि त्यसपछि मैले चाहिँ भने, कति ढिलो गर्नुभएको भनेर हाँस्दै ढिलो भयो भन्नुभयो। त्यसपछि मैले चाहिँ ब्राइडको यो बिफोरको लुक्स लिएँ। त्यसपछि मैले चाहिँ ब्राइडको मेकअप सुरु गरिसकेको थिएँ। अनि हल्का हल्का क्लिप मात्र लिएको छु, मैले स्टेप बाई लिएको छैन। हामी चाहिँ गफ गर्दै रमाइलो गर्दै कुराकानी गर्दैछौँ। ब्राइडको स्किन चाहिँ नर्मल राम्रो थियो, त्यसैले मलाई पनि हल्का सजिलो भयो। सो हेर्न सक्नुहुन्छ। त्यसपछि मैले उहाँको हेयर बन बनाइदिएँ, एकदम सिम्पल र सुहाउने। हेर्न सक्नुहुन्छ। फाइनली हाम्रो ब्राइड चाहिँ रेडी हुनुभएको छ। नाउ सी इज लुकिङ सो ब्युटिफुल। अनि ब्राइडलाई पनि एकदमै मन पर्यो भन्नु भइरहेको थियो। एकदमै सेटिस्फाई हुनुभयो। यो देख्दा आफूलाई पनि एकदमै खुसी लाग्छ। हेर्न सक्नुहुन्छ, मैले कुनै पनि फिल्टर लगाएको छैन। एकदमै स्मुथ र सुदिङ देखिरहेको छ। ब्राइड जानु अघि चाहिँ केही रिभ्यू दिन चाहन्थ्यो। सो सी वाज सो ह्याप्पी। अनि यो देख्दा चाहिँ मलाई पनि सेटिस्फाई भयो। त्यसपछि गेस्ट मेकअप बहिनी र मैले गर्न सुरु गऱ्यौँ। अनि यहाँ देख्न सक्नुहुन्छ सबैजना ब्युटिफुल र सेटिस्फाई हुनुभयो। यो देखेर मलाई पनि खुसी लाग्यो। आजको बुकिङ चाहिँ यति नै थियो। सो थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। बाई।